I visited this temple after 10 years. Hi guys. So आज चाहिँ म दिदी मम्मी अनि फुफू अनि मेरो भाइ अनि फुफाजु चाहिँ हामी बाबा मनकेश्वरनाथ धाम गइरहेको थियौँ। सो सुरुमा चाहिँ हामी सोनबर्सा पुग्यौँ, बोर्डर कट्यौँ, त्यसपछि चाहिँ हामी 1-2 घण्टापछि मरियामाठ पनि पुग्यौँ। सो यो चाहिँ हो बाबा मनकेश्वरनाथ धाम टेम्पल। सो यता चाहिँ हामी सुरुमा जल बोकिरहेको थियौँ अनि यो चाहिँ अन्डरग्राउन्ड रहेछ। यहाँ हेर्न सक्नुहुन्छ तपाईँले महादेवको टेम्पल हो। अनि त्यसपछि चाहिँ यहाँ थुप्रै टेम्पलहरू थियो अनि यो चाहिँ इनार यहाँ हेर्न सक्नुहुन्छ सबैले जल बोकेको छ। यो चाहिँ म हो, अहिले भिडियो बनाइरहेको थिएँ। यो दिदी हुनुहुन्छ। त्यसपछि हामीलाई कस्तो भोक लागेको थियो अनि हामीले छोला भटुरा खायौँ। अनि त्यसपछि चाहिँ हामी घुम्दै थियौँ, के सपिङहरू पनि गरिरहेको थियौँ। अनि यो चाहिँ मेरो मम्मी ओइसिन्छ अनि यस्तो थियो, यहाँ चाहिँ सामानहरू थियो यति धेरै। अनि त्यसपछि यो चाहिँ हो टाढाको भ्यू। अनि मैले चाहिँ यो टेम्पल लाइक लिटरली म सानो हुँदाखेरि भिजिट गरेँ अनि अहिले भिजिट गरेँ। अनि सो हामी फर्क्यौँ। बाई गाइज।